आदरणीय दर्शकबिन नमस्कार। तपाईहरू हेर्दै हुनुहुन्छ www.nepalisavenue.com र आज हामी लन्डनको हन्सलो फेल्थाममा छौं र यहाँ गोर्खा भिसी कप फुटबल टुर्नामेन्ट भइरहेछ र आज यस टुर्नामेन्टको अर्गनाइजर गोर्खा नेप्लिस कम्युनिटी लन्डन बरो अफ हन्सलो र आयोजकले भने अनुसार यहाँ भनौं न 40-45 वटा टिमले भाग लिइरहेछन् र आज हामी दिउँसभरि आयोजकको कुरा, खेलाडीको कुरा र यहाँ आउने दर्शकहरूको कुरा पनि हजुरहरु समक्ष राख्नेछौं र एज अ होल यो टुर्नामेन्टको आज हामीले अफिसियली रिप्रेजेन्ट गरेका छौं। आउनुस् भित्र जाउँ। हजुरको शुभ नाम? भाइ मेरो शुभ नाम चाहिँ सुस्मिता कन्दमा हो। म चाहिँ यहाँको लोकल, यहाँको रेसिडेन्ट हो। हजुर फेल्थाममै बस्छु म। हजुर मेरो नाम सृजना गुरुङ हो अनि म पनि यहाँकै लोकल नै हो। आज यो जुन 14 मा भइरहेको गोर्खा भिसी कपको बारेमा यो अहिलेसम्म के देख्नु भएको छ, कस्तो छ भनिदिनुस् न। यो चाहिँ मेरो लागि 5औं वर्ष हो, तर लास्ट इयर चाहिँ म आउन सकिनँ, यहाँ नजिकै बसे तापनि। यसपालि निकै रमाइलो भइरहेको छैन सृजनाजी? रमाइलो भइरहेको छ, तर अलिकति वेदरले हामीलाई साथ दिएको छैन, तर पनि सो फार सबैले इन्जोय गरिराख्नु भएको छ जस्तो लाग्दैछ मलाई। हजुरको यो कतिौं पटक हो? मेरो पनि 5th नै हो। म चाहिँ जहिले पनि आउँछु पर्छ भिजे हैन, तर आज चाहिँ मलाई अलिकति खुसी के भएको छैन, अलिकति जस्तो वेदरले चाहिँ साथ दिएको छ भन्नु पर्यो। पोहोर चाहिँ धेरै पानी परेको थियो लास्ट इयर चाहिँ हैन, यसपालि चाहिँ बिहान एकछिन पानी आउला जस्तो भएको थियो तर रोकियो। हजुरहरूले भन्नुभयो यो 5औं पटक, यो सुरुको र अहिलेको कम्पेयर गर्दा के फरक छ? सुरुमा हामीसँग हाम्रो भिसीहरू हुनुहुन्थ्यो, लक्ष्मण गुरुङ अनि अर्को तुलबहादुर पुन उहाँ हुनुहुन्थ्यो, उहाँले नै उद्घाटन गर्नुभएको हो होइन। अब अहिले चाहिँ अलिकति नर्मली के भने उहाँहरू हामीमा छैन, तर पनि हामीसँग सम्झना छ, उहाँहरूप्रति हामीले समर्पित गरेर नै यो कार्यक्रमलाई अगाडि बढाएको हो र अहिले हामी 5औं वर्षमा चाहिँ प्रवेश गरेका छौँ। त्यो पनि एकदम खुसी लागिरहेको छ। हजुरलाई चाहिँ फरक के देख्नु? पहिलोचोटि मलाई थाहा छ हाम्रो नानीहरूले कल्चरल डान्स पनि गर्नुभएको थियो अनि एकदमै राम्रोसँगले ओपनिङ भएको थियो, किनभने पहिलो वर्ष भएको कारणले गर्दाखेरि उहाँ सृजनाजीले भने जस्तो हाम्रो भिसी दुईजना हाम्रो दाईहरू श्रद्धेय दाजुहरू पनि हुनुहुन्थ्यो, तर यसपालि उहाँहरूलाई हामीले मिस गरिरहेका छौँ। तर गएको सालभन्दा यसपालि, गएको 4 वर्षभन्दा यसपालि चाहिँ अझै धेरै परिवर्तन आएको देखिएको छ। हजुरले बिहानदेखि अहिलेसम्म अहिले करिब 3:30 भयो, यो बेलासम्म के देख्नु भयो छोटकरीमा? हामी आउँदाखेरि यहाँ कम्ती मात्रै हुनुहुन्थ्यो, हाम्रो अडियन्सहरू पनि थोरै हुनुहुन्थ्यो र टिमहरू मात्रै आइपुगिसक्नु भएको थियो, किनभने म निकै छिटो आएको थिएँ र अलिअलि मैले सघाउँदै पनि छु एज एउटा मेम्बर भएको कारणले, मेम्बर भन्दा पनि एउटा यहाँको लोकल रेसिडेन्ट भएको कारणले गर्दाखेरि म बिहानै आएको थिएँ। त्यति बेला चाहिँ अलिक कम्ती हुनुहुन्थ्यो भने अहिले चाहिँ धेरै चहल पहल छ होइन, वेदर पनि राम्रो भइरहेछ। हजुर करिब कतिजना जति उपस्थिति छ यो 3-3:30 को समयसम्म? अहिले त अब एक्ज्याक्टली म भन्न त सक्दिनँ, तर निकै उपस्थिति भइरहेको छ। अडियन्स भन्दा आज म धेरै प्लेयर्सहरू देख्दैछु, टिमहरू देख्दैछु होइन, यहाँले पनि देखिराख्नु भएको छ होला। तर अब चाहिँ हाम्रो गत 4 सालको अनुभव अनुसार चाहिँ अब आउनुहुन्छ हाम्रो अडियन्सहरू। हजुर के भन्नुहुन्छ? अहिले चाहिँ धेरै निकै नै बाक्लो भइसकेको छ यहाँ होइन, हुलहरू जतासुकै अब बहिनीहरू पनि भान्जाहरू सबैजना आउन सुरु गर्नुभएको छ। अब बिस्तारै मौसमले पनि साथ दिँदै गएकोले अब चाहिँ बिस्तारै झन् अझै बाक्लो हुने छ जस्तो लागेको छ मलाई चाहिँ। हजुर
हजुर के भन्नु छ? भन्नु त त्यस्तो केही छैन, तर यसपालि भाइहरू आइदिनु भयो, यो कार्यक्रम यहाँहरूले गर्दै हुनुहुन्छ, एकदमै खुसी लागेको छ। यसपालि चाहिँ खानाकै स्टलहरू छ होइन, हुन त लास्ट इयर पनि थियो, यसपालि अलिक बेग्लै छ। हजुर यो वर्ष अलिक म्यानेज्ड हो। हजुर, टु बी अनेस्ट लास्ट इयर चाहिँ मैले मिस गरेको थिएँ, तर अरूले भने अनुसार लास्ट इयर पनि एकदमै राम्रो भएको थियो होइन सृजनाजी। अनि पानी परेको थियो भनेर भन्नुभएको थियो, तर पनि एकछिनपछि त राम्रै भएको थियो। ओभरअलमा राम्रै होला लास्ट इयर। अहिलेमा त्यस्तो कम्पेयर गर्नु पर्दाखेरि केही पनि त्यस्तो अनौठो अनि त्यस्तो कम्पेयर गर्नै पर्ने खालको त छैन, तर आशा छ लास्ट इयरको भन्दा एभ्री इयर राम्रो हुँदै जान्छ र बेटर हुँदैछ। यसपालि राम्रो छ हाम्रो हो। पहिला वर्षभन्दा जति हामीले सुरुमा जुन यहाँ देखेको थियो नि, त्यो कमी कमजोरीहरू चाहिँ बिस्तारै बिस्तारै उहाँहरूले चाहिँ सुधार लानुभएको छ। आशा छ भविष्यमा पनि अझै योभन्दा राम्रो गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। थ्याङ्क यू तपाईँलाई पनि। आज जुन 14 भिसी कप अहिले करिब 4 बज्यो, अहिलेसम्म आजको यो गेम के भयो भन्नुहोस्? गेमको सुरुदेखि अहिलेसम्म कतिवटा सेड्युल सकियो, के छ? हजुर, अहिले सोफार चाहिँ तपाईलाई टिमकै विषयमा सुरु गर्नु पर्दाखेरि जम्मा टिम चाहिँ अहिले टोटल 34वटा आछ अनि 34 आछ। हजुर, एक्सपेक्टेसन 40वटा थियो अनि हामीले सुपर भेटरेन र भेटरेनको मोर एक्सपेक्ट गरेका थियौँ, तर सुपर भेटरेन र भेटरेनको चाहिँ अलिक कम्ती आइदिए, तर मेन टिम चाहिँ बेसी आएर उनीहरूले चाहिँ टर्न डाउन पनि गर्नुपर्ने स्थिति भयो। तर अहिले आएर चाहिँ आज यो विश्वकप अहिलेको समयमा हुँदै गर्दाखेरि चाहिँ जम्मा 34वटा टिमले चाहिँ अहिले खेलिरहेको छन्। यो 4 बजेको समयमा पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण कहाँ खेलेर? हजुर, अहिले चाहिँ यो लिग म्याच भइराखेको छ। यसमा चाहिँ सबै टिमहरूले चाहिँ ग्रुप छुट्याइएको छ। त्यो ग्रुपमा उनीहरूले एकअर्कामा कम्पिट गर्छ र पोइन्ट सिस्टममा उनीहरूले चाहिँ क्वालिफाइड भएर अगाडि आउँछ। र यो हेल्थम कम्युनिटी कलेजको पछाडिको यो ग्राउन्डमा कतिवटा टिमहरू खेलिरहेको छ भने कतिवटा म्याच भइरहेको छ? यहाँनिर जम्मा अहिले हामीसँग 5वटा ग्राउन्डहरू छन्, फुल 11 साइज 10वटा टिमले चाहिँ कन्टिन्यू खेलिरहेको छ। र अहिले क्वालिफाइङ म्याचमा एटलिस्ट एउटा टिमले 3टा टिमसँग कम्पिट गरेर 4वटा पुलबाट चाहिँ 2टा पुल गरिन्छ, 2टा चाहिँ लस्ट हुन्छ र त्यो 2टा आएर फेरि उनीहरू चाहिँ क्वार्टर फाइनलमा खेल्नु पाउने हुनेछ। यो चाहिँ अहिले एभ्री गेम चाहिँ 10 मिनटको मात्रै हुन्छ, त्यसमा 2 मिनट जस्तो ब्रेक हुन्छ, 10 मिनट इच हो। किनभने यो हामीले राख्नुको मतलब चाहिँ धेरैवटा गेम खेल्नुपर्ने हुन्छ टिमहरूले, अनि तपाईँको लामो समय खेल्यो भने त दिनमै तपाईँको 5-6 गेम खेल्दाखेरि त एकदम एडजस्टेड हुन्छ। त्यही भएको कारणले हामी चाहिँ 10 मिनट राखेका हो। एउटा टिममा चाहिँ कतिजना हुनुहुन्छ आजको यो उसमा? 11 साइड हुन्छ कि? यसमा 11 साइज हो इन्टरनेसनली, तर हामीले यसलाई चाहिँ घटाएर चाहिँ हामीले 9 साइड राखेका छौँ। जम्मा टोटल चाहिँ 12 जना हुन्छ, 3 जना चाहिँ स्पेयर हो, 9 जना चाहिँ ग्राउन्डमा खेलेको हुन्छ। योभन्दा पछिको कार्यक्रम के छ? अब योभन्दा पछाडिको कार्यक्रम चाहिँ अब यो लिग म्याच सक्ने बित्तिकै हामी नकआउट सुरु गर्छौँ। त्यसको साथसाथैमा हाम्रो लगभग 4:30 बजी चाहिँ हाम्रो भिसी मेमोरियल सर्भिस पनि सुरु हुन्छ। यसमा हामी सम्भव भयो भने गेम स्टप गरेर सबैले बोलाएर साइलेन्टमा हामी भिसीहरूलाई रेस्पेक्ट गर्नुको लागि चाहिँ भिसी मेमोरियल छ। विशेष त्यसमा चाहिँ अब हाम्रो 1-2वटा के अरे एनाउन्समेन्टको साथसाथैमा भिसीको फोटोमा चाहिँ माल्यार्पण गर्ने कार्यक्रम र मौन धारण पनि छ। मौन धारण आदि इत्यादि तिनीहरू छन् र त्यो चाहिँ लगभग साह्रो लामो हुँदैन, 25 मिनट आधी घन्टा जस्तो हुन्छ। हजुरहरूको टाइम प्लान अनुसार अहिले यो समयमा आधी प्लान सकियो अथवा क्वार्टर सकियो, के छ अहिलेसम्मको स्थिति? अहिले मेरो विचारमा 40-45% चाहिँ सकिसक्यो। हामीले अझै पनि यो लिग म्याच सकिसके पछाडि नकआउट फेजमा पस्दा मात्रै हामीले 50% गर्छौँ। अब त्यो पनि फाइनल गेम खेलेर तपाईँको प्राइज गिभिङहरू आदि इत्यादि गर्दाखेरि त्यो सबैलाई भाग गर्दाखेरि हामी लगभग 40% 50% डन। हजुर, आजको यो दिनमा घाम पनि भइरहेछ,
अनि लगभग एज अर्गनाइजर तपाईँसँग रफ डाटा होला कतिजना नेपाली भनौँ न कतिजना अडियन्सको सहमति छ एक्ज्याक्टली त अहिले मेजर गर्दा अन्दाजीमा होशियार रूपमा हामीले भन्नुपर्ने हुन्छ जम्मा लगभग अब 34वटा टिमहरू आएको छन् 34वटा टिम लगायत स्पेक्टेटर गर्दाखेरि लगभग त्यस्तै 2000 जति होला हाम्रो एक्सपेक्टेसन खेलाडीमा त त्यति नै हो तर यसमा स्पेक्टेटर्सहरू अलिक मोर आउँछन् कि भन्ने हामीले एक्सपेक्ट गरेका थियौँ तर अघि बिहानको पानीले गर्दाखेरि अलिकति रोके बिहान पानी पर्ने बित्तिकै मान्छेले बाहिर जानु अलिक अल्छी लाग्छ तर अहिले दिउँसो एकदमै फ्यान्टास्टिक वेदर भएको छ घाम लागिरहेछ शीतल पनि भइराखेको व्यस्त समय बावजुद पनि हामीलाई समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यहाँहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू दाजुको इन्टरभ्यू चाहिँ म लिइदिनु पर्छ Mama break छिटै हो आज यो रिभ्यू मेरो नीचे मामा यो अहिले चाहिँ करिब 4:30 भयो यो समयमा चाहिँ के भयो भनिदिनुहोस् न नमस्ते यहाँ नेपाली सेवाको लागि अनि म यहाँको चेयरम्यान विष्णुबहादुर गुरुङ डिप्युटी मेयर काउन्सिलर विष्णुबहादुर गुरुङ पनि हो त्यसले गर्दाखेरि मेरो 2-3वटा एपोइन्टमेन्टहरू मैले लिएको छु अहिले हालैमा म इलेक्टेड पनि भएर के अरे काउन्सिलर पोस्टमा काउन्सिलमा पुगेको छु अनि त्यहाँबाट पनि म डिप्युटी मेयर भएको छु त्यसले गर्दाखेरि यहाँ सम्पूर्ण यो नेप्लिज एभेन्यू.com को लागि मेरो तर्फबाट चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु धन्यवाद मामा यो उसको भनौँ न यो आजको कार्यक्रम यो गोर्खा ग्रेटर गोर्खा बरुवा फन्ड्स छ नि यसको बारेमा भन्नु संस्थाको बारेमा यो संस्था हेर्नुहोस् म यो संस्था चाहिँ म आउने सालमै नै 2005 सालदेखि नै अनअफिसियली चाहिँ रनिङ भइराखेको थियो यसलाई हामीले रजिस्टर गरेको थिएन र पनि हाम्रो के अरे ब्यानरमा हामीले सधैँ 2005मा इस्टाब्लिस भएको भनेर चाहिँ हामीले दाबी गरिरहेका छौँ किनभने त्यतिखेरदेखि नै अनअफिसियली चाहिँ रनिङ भइरहेको थियो अनि त्यसको बादमा चाहिँ च्यारिटी संस्था छ कि के छ यो अहिले यो भोलिन्टियर च्यारिटी संस्था हो अनि फेरि 2009मा चाहिँ पक्का हाम्रो चाहिँ रजिस्टर भयो अनि रजिस्टर भएपछि चाहिँ पर्मानेन्टली हामीले 4वटा कार्यक्रमहरू चाहिँ यो गोर्खा नेपाली कम्युनिटी लन्डन बरो अफ हान्सलोले रनिङ गरिरहेको छु अनि 2009 देखि नै म यस गोर्खा नेपाली कम्युनिटी लन्डन बरो अफ हान्सलोको चेयरम्यान भएर यसलाई सञ्चालन गर्दै आइरहेको छु यसको 3-3 वर्षमा चाहिँ यसको चेयरम्यान चेन्ज गर्ने हाम्रो कन्स्टिट्युसन छ तर अब हाम्रो यहाँको जनताहरूले चाहिँ मलाई नै उहाँहरूले चाहिँ विश्वास भरिलो र दरिलो र के अरे एकदमै उहाँहरूलाई चाहिँ सन्तोष लागेको हुनाले मलाई फेरि सेकेन्ड टर्म पनि उहाँहरूले चाहिँ इलेक्सन गराएर अहिले म सेकेन्ड टर्म 1 वर्षको लागि म अगाडि बढ्दैछु अझै मेरो 2 वर्षको टर्म छ यो भित्रमा हामीले सबैभन्दा अब 4वटा प्रोग्रामहरू यो संस्थाले चलाउँछ ती प्रोग्रामहरू हो यो सबैभन्दा यो प्रेस्टिजियस भिसी गोर्खा भिसीको फुटबल टुर्नामेन्ट 9A साइड यो एयरली हुन्छ यसपालिको चाहिँ यो 5औं भिसी कप हो त्यसो मतलब हामीले चाहिँ आजसँग 5 पटक चाहिँ खेलाइसकेका छौँ
हजुरहरूको संस्थाले वार्षिक रूपमा भनौँ न वर्षको विभिन्न टाइममा यस्तो अब ग्यादरिङ एउटा बिग इभेन्ट अर्गनाइज गर्नुहुन्छ यो बिग इभेन्ट अर्गनाइज गर्नु चाहिँ मेन कारण चाहिँ के यो चाहिँ किन आवश्यक छ नेपाली समाजमा हामी देश छोडेर विदेश बसिरहेको नेपालीहरूलाई चाहिँ यो बेला बेलामा विभिन्न सङ्घ संस्था अथवा हजुरहरूको संस्थाले गर्ने यो इभेन्ट कार्यक्रम चाहिँ किन आवश्यक छ यसको मोटिभेसनहरू अथवा यसको विशेष रिजनहरू चाहिँ विभिन्न किसिमकोहरू छ र पनि हामीले मेनली हेरेको यो हामी एउटा लोकल संस्था भएको हुनाले चाहिँ मेन कुरा चाहिँ इन्टिग्रेसन गर्नको लागि चाहिँ हामीले यो खेला खेलाइएको हो यसमा विभिन्न हाम्रो नेपाली मात्रै नभइकन अरू यहाँको लोकल संस्थाहरूले पनि यसलाई भाग लियोस् उहाँहरू पनि यसमा चाहिँ सहमति होस् उहाँहरू पनि यसमा चाहिँ भाग लिन आओस् भनेर यो हेतुले हामीले खेलाएको सालिन्दा हाम्रो त्यस्तो खेल्ने खेलाडीहरू आइरहन्थ्यो यसपालि भने पक्का छुट्टै टिम हुन सकेन तर मिक्समा चाहिँ उहाँहरू आइरहेको छ फरेनरहरू पनि एज अ प्लेयर हुनुहुन्छ भन्नु खोज्नु भयो एक्ज्याक्टली फरेनर होइन कि हाम्रो यो लोकल कम्युनिटी अर्गनाइजेसन यहीँ हन्सलोमा खडा भएको हुनाले हन्सलोमा जति पनि भएका रेसिडेन्टहरू पनि यहाँ आएर चाहिँ भाग लियोस् अथवा उहाँहरू पनि आएर चाहिँ मनोरञ्जन हेरोस् भन्ने हाम्रो एउटा हेतु हो त्यो प्रकारले चाहिँ हाम्रो इन्टर क्रिया कार्यक्रम पनि हुन्छ उहाँहरूसँग परिचय पनि हुन्छ मेन इरादा भनेको त्यो हो अनि दोस्रो इरादा चाहिँ हामीले अब यो भिसी कप 13 जना हाम्रो भिसीहरू एउटा जिउँदैछन् अर्को चाहिँ 12 जना चाहिँ हाम्रो बितिसक्नुभयो उहाँहरूको एकजना जिउँदै हुनुभएको भिसी यहाँ आज आउने कार्यक्रम छ के छ आज उहाँ आइपुग्नु सक्नु भएन किनभने उहाँको नेपालमा पनि विभिन्न किसिमको कार्यक्रम भइराख्नु हुनाले उहाँ यसपालि आउनु भएन उहाँ जीवित रहनु भएको भिसीको नाम हो रामबहादुर भिसी उहाँको छोरा चाहिँ यहाँ आज आइपुग्नु भएको छ सायद तपाईँहरूले अहिले एकछिनपछि उहाँलाई पनि इन्टरभ्यू लिनुहुन्छ होला हजुर भनौँ न हजुरले यस्तो सक्सेसफुल प्रोग्राम वार्षिक रूपमा गर्नुहुन्छ त्यो भनेको समाजमा भिजेरै हो अब आउने कार्यक्रम चाहिँ के छ यो संस्थाको गोर्खा लन्डनबाट ग्रेटर के यो संस्था भनौँ न हजुरको संस्थाको अर्को कार्यक्रम के छ अब यो संस्थाको हाम्रो खास संस्थाको नाम चाहिँ यहाँहरूलाई जानकारी गरौँ गोर्खा नेपाली कम्युनिटी लन्डनबाट अब हान्सलो हो यसको एउटा यो गोर्खा भिसी कप एउटा ओपन इभेन्ट एकदम ठुलो कार्यक्रम हो अनि दोस्रो अब यो सकेपछि हाम्रो फेरि लकपिते हामी कल्चरल पनि हामी झल्काउनेतिर हाम्रो योजना छ त्यो कारणले गर्दाखेरि हामीले दसैँको कार्यक्रम राखिन्छ यसपालि हाम्रो यो सेप्टेम्बरको 27 तारिकमा भव्य रूपले चाहिँ हामी फेरि लोकल रेसिडेन्ट र नेपालीहरूलाई सम्पूर्णलाई निमन्त्रण पैसा त राम्रो 50,000 को छ उठाउँछ नि खेलाडी टिम हुनुहुन्छ एफसी पूर्व भर्सेस साउथ इस्ट बोइज पिच नम्बर 4 तपाईँ टिमहरू पनि सक्दो छिटो रेडी हुनुहोस् हाम्रो अफिसियल त्यहाँ पनि गोल्डन मिनट्समा आइपुग्नुहुन्छ पिच नम्बर 4 अगेन एफसी पूर्व भर्सेस साउथ इस्ट बोइज धन्यवाद यो म्यानेजर हो कि उसको नेपाल कप खेल्दै खेल बनाउँदै त्यहाँ बसेर लिनु हुन्छ खेल बनाउँदै ब्याकग्राउन्ड म आज 1 हप्ता हो भोजपुरबाट बेलायतसम्म एक्लै आउनुभयो कि छोराछोरीसँग आउनुभयो म काठमाडौँबाट एक्लै आएको हजुर पनि ब्रिटिस गोर्खा होइन म इन्डियाको इन्डिया गोर्खा हजुरको परिवारहरू पनि यहाँ हुनुहुन्छ छैन छोराछोरी यहाँ चाहिँ मेरो छोरी ज्वाइँ छोरी ज्वाइँलाई भेट्न आउनुभएको छोरी ज्वाइँले नै यहाँ बोलाएको पहिलोचोटि आउनुभएको बेला पहिलोचोटि कस्तो लागेको छ बा मलाई त राम्रो लाग्यो भोजपुर हजुरको घर भोजपुर कहाँ भन्नुभयो यसको बारेमा अलिक भनिदिनुहोस् न भोजपुर मेरो फाली साङपाङ हो
ए फलिसान साङपाङ उहाँहरू गाउँकै साथी कि यहाँ आएर चिन्नु भएको यहाँ आएर चिन्नुजना उहाँहरू 3 नम्बरको पर्यो म चाहिँ 4 नम्बरको परेँ ए एउटै जिल्ला नै जिल्ला त अर्कै पर्यो ए हजुर अर्का म 4 नम्बर पर्यो उहाँहरू 3 नम्बर ए हजुर नमस्कार नमस्कार हजुर आशीर्वाद हजुरको यो परिचय दिनुहोस् न मेरो बमबहादुर तामाङ म खोटाङ दिक्तेल ब्रिटिस गोर्खा ब्रिटिस गोर्खा पहिले बर्नेमा हामी लडाईँ गरेर चाहिँ भिसी कप लिएको हामी त्यसमा धेरै दुखित छौँ हजुर कति सालमा भर्ती हुनुभयो म 1962 मा लागेको भिसी भन्दा म 2 वर्ष पछि लागेँ कति वर्ष कार्यरत हुनुभयो 8 वर्ष गरेर बसे 8 वर्ष ब्रिटिश आर्मी हजुर हजुर अहिले पेन्सन आउँछ टिचर्स आएको अहिले पेन्सन के रेट आउँछ ए हजुर हामीलाई दुःख छ यहाँ चाहिँ हजुरको फ्यामिलीहरू को हुनुहुन्छ छ मेरो 3 छोरी फ्यामिली समेत छोरीहरूसँगै बस्छु हजुर हजुर खोइ त आमा त हुनुहुन्न नि त आमा त रिसा छ अलिक अनि यहाँ बेलायतको बसाइ कस्तो छ ठिकै छ ठिक अब कति भयो बेलायत आउनुभएको 5 वर्ष लाग्यो ए नेपाल जानुभएको छैन गए हजुरलाई नेपाल गएर नेपाल बेलायत गर्दाखेरि उता बस्नु मन लाग्छ कि यता बस्नु मन लाग्छ दुवैतिर माया लाग्छ हो र उहाँ पनि हेलिकप्टर गिराउनु बनाउनु मन छ यहाँ पनि गाडी किन्नु मन छ छोरछोरी डाक्टर पढाउनु मन छ हजुर उहाँ नेपालमा चाहिँ को हुनुहुन्छ नेपाल छोरा मेन पावर चलाउँछ ए हजुर इन्टरनेसनल बालकुमारी राम्रै चलाएछ राम्रै चल्दैछ काठमाडौँमा होला हैन काठमाडौँ बालकुमारी हजुर नमस्ते बा नमस्ते हजुर हजुरको परिचय दिनुहोस् न मेरो नाम कालीबहादुर तामाङ हो हजुर मेरो घर चाहिँ खोटाङ जिल्ला पर्छ म 1954 सालमा भर्ती भएको कति वर्ष काम गर्नु ब्रिटिस आर्मी मैले 15 वर्ष गरेँ हजुर अहिले पेन्सन होल्डर हो पेन्सन होल्डर हो ए हजुरको जान परिवार भनौँ न छोराछोरीहरू यतै हुनुहुन्छ कि एउटा छोरी चाहिँ लिएको छ श्रीमती यहाँ आएको छ म आएको 2 महिना मात्रै भयो अनि पहिलोचोटि आउनुभएको बेला पहिलोचोटि हो ए हजुर यो आज यहाँ फुटबल हेरिराख्दा कस्तो अनुभव भइरहेको छ मलाई चाहिँ साह्रै राम्रो म पनि खेले जस्तो लाग्यो म पनि पहिला फुटबलै खेल्थेँ अनि हजुरहरूलाई म एउटा कुरा गर्छु हाम्रो 13 जना भिसी मध्ये 13 जना हुनुहुन्छ नि त हैन उहाँ मध्ये हजुरहरूले 13 जना मध्ये कोहीसँग सँगै काम गर्नुभयो यो बिसी रामबहादुरसँग चाहिँ सँगै गरेको उ यहाँ हुनुहुन्छ यहाँ सँगै है यहाँ एउटै पल्ट मेरै सी कम्पनीको हो ऊ 7 प्लाटुनको म 9 प्लाटुनको म 7 प्लाटुनको सँगै अनि उहाँ चाहिँ लिम्बू हुनुहुन्थ्यो अनि घरलाई चाहिँ खर भन्नुहुन्थ्यो खरलाई चाहिँ घर भन्नुहुन्थ्यो अनि पछि भिसी पाउनु हो अनि साह्रै खुसी लाग्यो अनि यहाँ आउनुहुन्छ अरे भने भेटघाट गर्नु बाजे साह्रै खुसी हुन्थ्यो साहब ए हजुर यहाँ आज त आउनु भएको छ आज आउनु भएको छैन भनेपछि हजुरले पहिलो भनौँ न युद्ध कहाँ लड्नु भयो म उसमा मलेसियामा के अरे बर्नियू अनि के अरे मलेसिया सिङ्गापुर अनि यो उसँग पनि हामीले इन्डोनेसियाहरूसँग पनि लडाइँ गर्दाखेरि न भिसी पाएको रामबहादुरले हामी त्यसको हजुरहरूले त्यो बेलाको याद छ तपाईँ भर्ती हुँदाखेरि कस्तो थियो गाह्रो साह्रो कहाँ गएर भर्ती हुनुभयो त्यो भनिदिनुहोस् न म त पश्चिममा भएको यो के नौतुना त्यो अब मलाई थाहा छैन त्यो अहिले नौतुना भर्ती अब त्यो नौतुना कतिदेखि उतापट्टि त्यो कति बेलामा ब्रिटिस आर्मीमा काम गर्न सुख दुःख कस्तो थियो पहिला त के अरे भन्नै पर्दैन थियो धेरै ब्रिटिस आर्मीमा हजुर कसरी भर्ती हुनुभयो हजुर मलाई त यस्तो के अरे लाउरे हुनु पाउँदा कस्तो हुन्थ्यो भने त्यहाँदेखि पहिला त लाउरे यो भर्ती हुँदाको समय यसो सम्झिनुहोस् न धेरै उ थियो त्यहाँदेखि अब त्यो पूर्वेली पश्चिमी हुन्थ्यौँ अनि उहाँहरूले चाहिँ हामी चाहिँ यस्तै नेपाली पोसाक दौरा सुरुवाल लाउँथ्यौँ उहाँहरूले चाहिँ कछाड बान्नुहुन्थ्यो अनि मादल बजाएर खुब नाच्थ्यौँ अनि गीत गाउँथ्यौँ अनि आफ्नो के अरे ठाउँको चाहिँ गीत गाउनुहुन्थ्यो रामजीको पुल खस्यो भने बाँचौँला नभन भने त तुङ गरेर मजाल बजाउँदा साह्रै खुसी लाग्थ्यो बेलायत सरकारबाट दिने गोर्खाहरूलाई दिने भनौँ न यो सबभन्दा ठुलो पुरस्कार भनौँ न भिसी भयो नि त रेड क्रस यसको बारेमा के भन्नुहुन्छ अब यसको बारेमा त एकदमै क्रेडिट पाउँछ भन्थ्यो अब त्यो भने अब कसले दिने हो त्यो त थाहा छैन
थाहा छैन है थाहा छैन त्यो चाहिँ तपाईँहरूको साथी रामबहादुर पुन भन्नुभयो होइन रामबहादुर लिम्बू रामबहादुर लिम्बूले चाहिँ भिसी क्रस पाउनुभयो हजुरले सँगै काम गर्नुभएको सँगै हामी सँगै काम गरेको एउटै प्लेटुनको मान्छे हो हजुर हजुर हजुरको चाहिँ त्यो बेलाको केही अनुभव थाहा छ केही म त्यतिखेर बढ्नेमै थियो हामीले हाम्रो मेरो प्लेटुन चाहिँ एमएम पायो उसले चाहिँ भिसी पायो गोर्खा रेजो एकदम लडाइँमा पानीमा हामी डुल्नु परेको थियो दुःख थियो हामीलाई धेरै गोर्खा भिसी कप भइरहेछ होइन हजुरहरू कति बजी आउनुभयो कस्तो छ खेल कस्तो यो एकदम राम्रो छ तर हामी बुढाहरूलाई अलिक नाम राख्दैन हामी बुढाहरूको नाम राख्दैन भिसी कसरी आयो भन्ने कुरो केटाहरूले सोध्यो केटाहरूले त थाहै छैन यो कुरा भिसीको विषय थाहै छैन हजुर भिसीको विषयमा हामी बुढाको पाकाले सोधी उल्लेख गर्नुपर्छ भिसी कप त हो तर हामीलो हिस्ट्री छैन हामीलाई नाम निश्चय छैन हामी बर्नेउ कहाँ लड्यो बर्नेउ कहाँ लड्यो मलाया कहाँ लड्यो यो कुरै छैन केटाहरूलाई खालि बोई भान्जाहरू लडेको छ त्यति हो बा तपाईँ इन्डियन आर्मीमा चाहिँ कस्तो थियो त्यो बेला कसरी भर्ती हुनुभयो यसको बारेमा इन्डियन आर्मीमा राम्रै थियो म त घरमा तकलिफ थियो गाह्रो थियो अनि के गर्ने हजुर यतै ब्रिटिसको लाउरे नै हुने थियो तर नुनको भारी एक भारी माया नमार्नु सक्दाखेरि पछि फेरि इन्डियातिर गएर इन्डियामा लाग्यो भारी भन्नाले चाहिँ के हो त्यो अलिक भनिदिनु मैले त बुझिनँ बा खाने त्यो हामीले नुन खान्छौँ नि हौ त्यो भारी माया मार्न सक्दाखेरि म ब्रिटिसको लाउरे चाहिँ नभएको हजुर भनेपछि तपाईँको इन्डियाबाट पेन्सन अहिले नै आउँछ आउँछ महिना 2 महिना इन्सेन्ट उता ठमेलमा गरेर ल्याउने हो बा कहाँबाट पेन्सन म वहीँ आफ्नै जिल्लामा गएर ल्याउँछु नै 4 नम्बर भोजपुरै हजुर अब हामी पछाडिको आमाहरूसँग कुरा गर्नेछौँ यता बाबाहरू छ हजुरहरू पनि भन्नुहोस् न मित्र के भन्नु घर कहाँ हो नेपाल ताप्लेजुङ हजुर हामीहरू उही ताप्लेजुङै हो बेलायत आउनुभएको कति भयो म त आइन नानी बा भन्नुहोस् त हामी ताप्लेजुङ जिल्ला बस्ने हो हामी सँगै हामी अहिले बेलेट युके आएको 3 वर्ष भयो हजुर कहाँ बस्नुहुन्छ भाइ हामी त्यहाँ आसपोर्टदेखि यहाँसम्म आउनुभयो हजुर ए हजुर कस्तो छ बेलायतको बसाइ बेलायतको बसाइ गाह्रो छ बुढापाकालाई अब कुरा जानिँदैन एकतिर हजुर नेपाल जानु मन लागेको छैन बा हजुर नेपाल जानु मन लागेन मन लाग्छ नि खोइ अनि पाउँदैन अब माथि केही पनि दिँदैन अब यहाँ चाहिँ मेन्जो दिइराखेको छ अब त्यसैबाट हामी बसेको आएको तपाईँलाई बेलायत सरकारले के दिएदेखि अथवा भनौँ न सुविधा अथवा यो तलब भनौँ न अथवा पेन्सन के दिएदेखि अब हजुरहरू जस्तै बुढी आमाहरू हजुर नेपाल गएर बस्नुहुन्थ्यो जस्तो लाग्छ अनि बराबर यहाँ पाएको उही नेपाल पाए अनि उही बस्छौँ हामी यहाँ जति सरसुविधा छ त्यो सुविधा नेपालमै बस्छौँ हामी त हजुरहरूको यो हजुरसँगै काम गर्ने पल्टनको साथीहरू त्यो बेलाको एउटा नम्बरी ब्याज भन्छ नि कतिजना हुनुहुन्छ थाहा छ नम्बरी ब्याज त अब कोही मरिसके कोही हुनुहुन्छ अनि युद्धहरू लड्नु भयो युद्ध त लड्यौँ नि हामी मलेसियामा लड्यौँ बर्नियोमा लड्यौँ भिसी पाउने मेरै सेक्सन कमान्डर हो भिसी पाउने रामबहादुर भिसी उहाँहरू तपाईँसँगै ए हजुर उहाँ रामबहादुर भिसी विजेता रामबहादुर हजुर गुरु होला हजुर गुरु कस्तो हुनुहुन्थ्यो कसरी भिसी पाउनु भयो उहाँले ओ साहसी हुनुहुन्थ्यो कमान्डर हुनुहुन्थ्यो साह्रै खुबी लडाकु हुनुहुन्थ्यो अनि खुबी हुनुहुन्थ्यो आज यस बेलायतको हन्सलोको फेलताममा यहाँ फुटबल भइरहँदाखेरि गोर्खा भिसी कप नाम दिएर यहाँ फुटबल टुर्नामेन्ट भइरहेछ होइन यसको बारेमा के भन्नुहुन्छ बुढापाकालाई हजुरहरूको जस्तो मान्छेहरूलाई नसमट्या अथवा ठिकै छ यो खेल ठिकै छ भन्नुहुन्छ के भन्नुहुन्छ यो एउटा राम्रो लाग्छ हाम्रो भिसीको नाममा यो खेल भएको अब हामी बुढोपाका भए पनि अब अझै हाम्रो मुनिकोलाई राम्रो हुन्छ एउटा इतिहास हुन्छ होइन त्यस्तै लाग्छ मलाई त अन्तमा के भन्नु छ बा अब मलाई हाम्रो के भन्नु छ र हाम्रो त अलिक दुःख छ हामीलाई पैसा थोरै छ हामी एउटा
सत्य गर माग गरिराखेको छौँ त्यो पाउनु सक्छ कि भन्ने हाम्रो दुःख छ त्यस्तै छ समस्या त हजुर हस् त मामा आमा के भन्नु छ अन्तमा मलाई छ हजुर धेरै दुखेको कुरा हाम्रो बेलायतमा आएर हामीलाई ब्रिटिस आर्मीले यस्तै भयो पेन्सन बिना हामीलाई नेपाल पठाइदियो हामीलाई पेन्सन जोइन गरायो बर्नेउ लडायो मलाया लडायो इन्डोनेसिया लडायो हङकङ लडायो हामीलाई यस्तै छ दुःख लड्यो भनेपछि तपाईँ बेलायत सरकारले दिएको सरसुविधादेखि सन्तुष्ट हुनुहुन्न सन्तुष्टै छ तर अगाडिको चाहिँ सन्तुष्ट छैन म त इन्डियाको मान्छे मलाई त राम्रो लाग्यो हेर्नु आए मलाई खुसी लाग्यो अरू केही छ बा हजुर म एउटा भन्न चाहन्छु हाम्रो यो जुन खेलहरू छ राम्रो भविष्य फलोस् फुलोस् हाम्रो भाइ छोराहरूले जब अब नेपालबाट चाहिँ यहाँ खेल्न आउनु पर्दैन थियो आफ्नो भतिजाहरू नातिहरू यहाँ के अरे लन्डनमा फुटबल खेल्दाखेरि मलाई त छाती यत्रो हिमालचली जत्रो भएको छ फलोस् फुलोस् भन्ने धन्यवाद छ हजुरको छोरा नाति चाहिँ कता हुनुहुन्छ मेरो नेपालमै छ हजुर हजुर मात्रै यहाँ हजुर नातिको याद आउँदैन नातिहरू त उही छ अब याताहरू के गर्नु फेरि जानु पर्ला नि भेटघाट गर्नु पर्यो नि फोनमा कुरा हुन्छ हुन्छ हजुर ए हजुर अन्तमा के भन्नुहुन्छ मामा अरू त के होइन हाम्रो यो सत्य गर हाम्रो माग पुरा भए हामी सन्तुष्ट हुने थियौँ हजुर